नमस्कार, मसँग सङ्घर्षको किरणभित्र छापिएको मोनोलुवा सेप्माङको एउटा गजल छ। यलिक विदेश जान्छौ र एड्स रोगी भयौ यम्बे, सेरी ठान्यौ नजाऊ भन्दा अब खेर गयौ यम्बे। डाँडा काट्यो उपायले आँखा चिम्ली नसोच, उन्छन् मनमा नहुने चाँडै तर्यौ यम्बे, यलिक विदेश जान्छौ र एड्स रोगी भयौ यम्बे। देख्छु रोको खुरुन्दार तिम्रो घरको बलेसी, आखे लरिक नागी बादल पारी सर्यौ यम्बे, सेरी ठान्यौ नजाऊ भन्दा अब खेर गयौ यम्बे। राष्ट्रै पीडित पार्यो तिम्रो यौन खेतीले त, मेनिन छिङ्गे साइली माइलीसँग चर्यौ यम्बे, यलेक विदेश जान्छौ र एड्स रोगी भयौ यम्बे, सेरी ठान्यौ नजाऊ भन्दा अब खेर गयौ यम्बे। स्रष्टा मोनोलुवाको काव्यिक यात्रा थप उचाइमा पुगोस्, हार्दिक शुभकामना।